कहिले क कहिले बेसी उकाली र ओरालीमा लोकभाकामा रम्ने गरौं रेडियो चितवनको मजेरीमा। तिम्रो रूपले होस पनि हरायो, आँखै मार्ने जस पनि हरायो। हरेक दिन दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछि मात्र रेडियो चितवन 94.6 मेगाहर्जमा सुन्न नभुल्नुहोला। नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईलाई कार्यक्रम लोकमजेरीमा। कार्यक्रम लोकमजेरीको साथमा छु म कृष्णहरि खड्का अनि मलाई प्राविधिक रूपमा साथ दिँदैछिन् प्राविधिक साथी आकृतिले। तपाईँ सुन्दै हुनुहुन्छ पौरखीको बोली चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज। त्यस्तै तपाईले हामीलाई इन्टरनेट अनलाइनको www.radiochitavan.com.np मार्फत पनि विश्वको जुन कुनै कुनाबाट एकसाथ सुनिरहनु भएको छ। कार्यक्रम हो लोकमजेरी। कार्यक्रम लोकमजेरी आउने गर्छ हरेक दिन दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछिको समयमा। हामी दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछिको समयबाट करिब 5 बजेसम्म तपाईलाई मिठा मिठा लोकदोहोरी भाकाहरू सुनाउनको लागि हरेक दिन आउने गर्छौं र सदा चाहिँ आज पनि तपाईको लागि मिठा मिठा लोकदोहोरी भाकाहरू हामीले लिएर आएका छौं। आशा छ तपाईले हामीलाई कार्यक्रम अवधिभर सुनेर साथ दिनुहुनेछ। कार्यक्रम लोकमजेरीको बसाइमा हामी तपाईले नै रोज्नु भएका दोहोरी भाकाहरू अनि तपाईले नै पठाउनु भएका सन्देशहरूको साथमा आउने गर्छौं। तपाई पनि कार्यक्रम लोकमजेरी मार्फत आफूलाई मन परेको दोहोरी भाका आफ्ना आफन्त अनि साथीभाइहरूलाई सुनाउन चाहनुहुन्छ अथवा दोहोरी भाका मार्फत उहाँहरूलाई तपाईको कुनै सन्देश छन् भने पनि तपाईले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। जसको लागि तपाईले हामीलाई पत्र पठाउने ठेगाना रहेको छ कार्यक्रम लोकमजेरी रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 आदर्श टोल टाँडी। यस ठेगानामा तपाईले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। त्यस्तै तपाईसँग इमेलको सुविधा छ भने तपाईले radiocitavan@gmail.com मा इमेल पनि गर्न सक्नुहुन्छ। त्यस्तै तपाईँ फेसबुक चलाउनुहुन्छ फेसबुकको प्रयोग गर्नुहुन्छ भने रेडियो चितवनको अफिसियल फेसबुक पेज रहेको छ www.facebook.com/radiochitavan मा हामीले कार्यक्रमको लिंक हालेका हुन्छौं। त्यस लिंकको कमेन्ट बक्समा गएर तपाईले आफूलाई मन परेको दोहोरी भाका अनि आफ्ना आफन्त अनि साथीभाइहरूलाई सम्झन सक्नुहुन्छ अथवा उहाँहरूलाई तपाईको कुनै सन्देश छन् भने हामीलाई कमेन्ट बक्समा पोस्ट गर्न सक्नुहुन्छ जसलाई हामी कार्यक्रममा प्रस्तुत गर्छौं। यो त भयो कार्यक्रमको बारेमा जानकारी। आज पनि तपाईको लागि हामीले मिठा मिठा लोकदोहोरी भाकाहरू लिएर आएका छौं। अब भने दोहोरी भाका नै सुन्नतर्फ लाग्नुपर्ने हुन्छ। आज हामीले कार्यक्रम लोकमजेरीमा सुरुवाती भाकाको रूपमा लिएर आएका छौं। दिलमा फोटो छ दिलमा फोटो छ छिट्टै जोडौं पिरती है सानो लाग्छ मलाई जीवन छोटो छ। यस्तै कुराकानी गर्दैछन् गायक गायिकाहरू। निकै मिठो दोहोरी भाका रहेको छ। सुन्छ अबको क्रममा पृष्ठभूमिमा बन्न थालिसकेको छ दिलमा फोटो छ। जुन दिन देखे बाटोमा हाँसेको त्यही दिनदेखि मनमा साँचेको दिलमा फोटो छ दिलमा फोटो छ छिटै जोडो पिराती सानो लाग्छ मलाई जीवन छोटो छ बाटोमा हाँसेको त्यही दिनदेखि मनमा साँचेको दिलमा फोटो छ दिलमा फोटो छ छिटै जोडो पिराती सानो लाग्छ मलाई जीवन छोटो छ छिटै जोडो पिराती सानो लाग्छ मलाई जीवन छोटो छ। दिलमा
छोटो छ तिमीलाई देखेको भाके भाके मानी भाबीले लेखेको दिलमा फोटो छ दिलमा फोटो छ छिटै जोडो बिराती है सानो लाग्छ मलाई जीवन छोटो छ छिटै जोडो बिराती है सानो लाग्छ मलाई जीवन छोटो छ मैले आकाशको जुनालाई जुनी जुनीसम्ममा तिम्रै हुनलाई हो दिलमा फोटो छ दिलमा फोटो छ छिट्टै जोडो पिरती है सानो लाग्छ मलाई जीवन छोटो छ। यस्तै कुराकानी हुँदै थियो दोहोरी भाकामा। छिट्टै छिट्टै पिरती जोडिहालौँ जीवन छोटो छ यस्तै लाग्दैछ मलाई। यस्तै कुराकानी गर्दै थिए गायक गायिकाहरू। तपाईँलाई पुनः स्वागत छ कार्यक्रममा। तपाईँ कार्यक्रम लोकमजेरीको बसाइमा हुनुहुन्छ। कार्यक्रम लोकमजेरी तपाईँ पौरखीको बोली चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्जको ध्वनि तरङ्गबाट सुनिरहनु भएको छ। त्यस्तै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radiochitavan.com.np मार्फत पनि विश्वको जुन कुनै कुनाबाट एकसाथ सुनिरहनु भएको छ। हामी कार्यक्रम लोकमजेरीको बसाइमा रहेका छौँ। तपाईँलाई मिठा मिठा लोकदोहोरी भाकाहरू सुनाइरहेका छौँ। कार्यक्रम लोकमजेरीमा हामी तपाईँले नै रोज्नु भएका दोहोरी भाकाहरू अनि तपाईँले नै पठाउनु भएका सन्देशहरू लिएर आउने गर्छौँ। तपाईँ पनि कार्यक्रम लोकमजेरी मार्फत नयाँ नयाँ दोहोरी भाकाहरू सुन्न चाहनुहुन्छ अथवा आफ्ना आफन्त अनि साथीभाइहरूलाई सुनाउन चाहनुहुन्छ अथवा उहाँहरूलाई तपाईँको कुनै सन्देश छन् भने पनि तपाईँले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। अब भने ढिलो नगरिकन तपाईँले नै पठाउनु भएका सन्देशहरू लिनतर्फ लाग्नुपर्ने हुन्छ। दिना कुँवर लेख्नुहुन्छ, मलाई रामजी खाँड र टिकापुनको स्वरले सजिएको ए हावा जाऊ ए बादल जाऊ भन्ने दोहोरी भाका बजाइदिनु होला। यस दोहोरी भाका मार्फत म मेरो घर परिवार, मेरो गाउँघरका साथीहरू, मेरो मामा माइजू र कार्यक्रम लोकमजेरी सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा सुनाउन चाहन्छु भन्नुभएको छ। धन्यवाद छ दिनाजीलाई यो एसएमएस को लागि। त्यस्तै गरी अर्को एसएमएस रहेको छ। लक्ष्मण पौडेल दोहा कतारबाट लेख्नुहुन्छ, मेरो घर रत्ननगर जयमंगला हो। म बज्ने दोहोरी भाका मार्फत मेरो घर परिवार, मेरो गाउँघरका साथीहरू र मलाई लक्ष्मण पौडेल भनेर चिन्ने नचिन्ने सम्पूर्णमा सुनाउन चाहन्छु भन्नुभएको छ। धन्यवाद छ लक्ष्मणजीलाई यो एसएमएस को लागि। तपाईँ पनि यसरी नै आफूलाई मन परेको दोहोरी भाका मार्फत आफ्ना आफन्त अनि साथीभाइहरूलाई सम्झन चाहनुहुन्छ अथवा दोहोरी भाका मार्फत उहाँहरूलाई तपाईँको कुनै सन्देश छन् भने पनि तपाईँले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। अब भने ढिलो नगरिकन दोहोरी भाका नै सुन्नतर्फ लाग्नुपर्ने हुन्छ। ए हावा जाऊ ए बादल जाऊ, मलाई सम्झी रोइछिन् कि बिरानो पो भइछिन्, मेरी प्रेयसीको खबर लिएर आऊ। यस्तै कुराकानी गर्दैछन् गायक गायिकाहरू। स्वर रहेको छ रामजी खाँड र टिकापुनको। त्यस्तै गरी लय रहेको छ खेम सेन्चुरीको, शब्द रहेको छ नेत्र अर्यालको। यो दोहोरी भाका पछि छोटो व्यावसायिक विश्रामको समय रहनेछ। व्यावसायिक विश्रामको समयपछि हामी कार्यक्रममा पुनः उपस्थित हुने नै छौँ। तपाईँ रेडियो चितवन सँगै रहनुहोला। सुन्छौँ अबको क्रममा पृष्ठभूमिमा बज्न थालिसकेको छ ए हावा जाऊ ए बादल जाऊ। कुटु कुटु यो मुटु खाइरहन्छ, हरेक पलमा उनकै याद आइरहन्छ। ए हावा जाऊ ए हावा जाऊ ए बादल जाऊ, मलाई सम्झी रोइछिन् कि बिरानो पो भइछिन्, मेरी प्रेयसीको खबर लिएर आऊ। यो मुटु खाइरहन्छ, हरेक पलमा उनकै याद आइरहन्छ। ए